पुनु कस्तो लाग्यो? हेलो गाइज, वेलकम बैक टू माई यूट्यूब चैनल वन्स अगेन। सबैजना नमस्ते। आज हामी दिदी र भान्जी चाहिँ हामी काठमाडौँ जान लागेको। काठमाडौँको ब्लग आज लिन जाँदैछौँ एयरपोर्टसम्म। ल गाइज, चुले खानी आइपुग्यो। हामी यहाँ होटल भुपु सैनिक खाजा खाएर सिस्नेरीको बाटो हुँदै जान्छौँ। ल गाइज, फाइनली बल्खु आइयो। पुनु के हो? इगल तिमी अनि सुमोभित्र त रोइ गरेर थियो किन? पेट दुखिया तिम्रो? पेट दुखिया हो? ल गाइज, अब उता होटलतिर भेट्नुपर्छ है। आरामले आइयो। पुनु हेलो गरिदेऊ। ल गाइज, फाइनली होटल ओम प्लाजा आइयो। पुनु कस्तो लागिरहेको तिमीलाई? घर हो त यो? होटेल लज हो। तँलाई कस्तो लागिरहेको बिना चाहिँ लिन आउँदा? ह्याप्पी, इमोसनल, एक्साइटमेन्ट। एउटा मान्छेले झन्डै हेटौँडा पुगेको थियो गाइज हामीलाई। तिमीलाई बमिट आयो, मा पेट दुखे आया भनेको। ल गाइज, बेलुका हुन आँटो। अब हामी एयरपोर्टतिर जाँदैछौँ। यहाँ पुनुको रेडी हुँदैछ। महारानी साहिबा, महारानी साहिबा। बाबा ढाबा हो त म? पुनु कहाँ जान्ला रे हामी? काठमाडौँ आइसक्यो, एयरपोर्ट जान्ला है। तिमी कतिको एक्साइटेड छौ? धेरै। बाबालाई भेटेर के गर्ने? ए बाबालाई भेटेर मामालाई चक्लेट दिने? बाबालाई हग गर्ने पहिला है, जी गर्ने, हग गर्ने है। चक्लेट अहिले तिमीलाई सन्चो छैन। ल जाम अब एयरपोर्ट है। ओके, ल निक्ल। ल टक्कर टक्कर हिँड न। ल निक्लिनुहोस्। ल पुनु हिरो नि भएको छ, हिरो नि। ढोका खोल्नुहोस्, ढोका खोल्नुहोस्। पुनु हेलो। ल गाइज, वी आर हेडिङ टुवर्ड्स एयरपोर्ट। काठमाडौँमा यस्तै छ, ठुल्ठुलो घर, बिल्डिङ। पुनु हेर्नु नि, पुनु हिरो नि भएको छ, हिरो नि। ल गाइज, वी हेभ एन्टर्ड पुनु।
अब बाबा भेट्ने भयो तिमीले। कहाँ छ रे? ऊ त्यहाँ भित्र गएपछि थाहा हुन्छ के? यता हेर त पुनः पुरा मक्ख परेछ मक्ख। लदावती झार झन्डै बुमा भएको झन्डै यस्तो गर्दा ठ्याक्कै आइदिनु भइरहेको थियो क्या। जाऊ बाबाबाट त आउनुभयो। वेलकम भिनाजु नेपाल। पुनु कस्तो लाग्यो? हेलो गाइज, गुड मर्निङ। दिस इज नेक्स्ट डे। हिजो काठमाडौँ आइयो। भिनाजलाई वेलकम गरियो अहिले होटेलमा। बिहान सबैजना नुहाएर फ्रेस भइसकेका छौँ। अब पशुपति मन्दिर जाँदैछौँ। कता कता जान्छौँ हेर्दै गर्नु है। बाटो भेट्नुपर्छ। काठमाडौँ चिसो छ, लास्टै चिसो छ काठमाडौँ। यताबाट गर्मी। ल भेट्नुपर्छ अहिले। पूजा हुन्छ कि डमरू त्रिशूल सबै हुन्छ। गाइज हामी जाँदैछौँ है मन्दिरतिर। उडा फेरि ल हेर ल यता कुनु। राइट न्यु रोडतिर जाँदै सबभन्दा पहिला पृथ्वी राजमार्ग त्यहाँ खोल्यो। खतरा प्याक छ गाइज न्यु रोड। धेरै भागेर काम छैन है। मिनिमम 95 टोट ब्यागहरु पकेट ब्यागहरु आउन प्रिमियम ब्याग छ ल अफरमा। सपिङ त कति हो ल गाइज यहाँसम्म ब्लग हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। अब यो ब्लग चाहिँ यहीँ टुङ्ग्याउँछु। यहाँसम्म ब्लग हेरेर साथ दिनुभएकोमा धन्यवाद। अर्को ब्लगमा फेरि भेट भइहाल्छ। टिल देन लभ यु अल। जय नेपाल।